अश्रु ग्यास खसालेर आउनुभन्दा अगाडिदेखि गोली लट्ठा खसाल्नलाई को मान्छेले गर्दैन भन्नुहोस् त? आफ्नो ज्यान बचाउन कसले चाहिँ दौडिँदैन? म बाँचौँ भागौँ भन्ने कसले गर्दैन? हरेकलाई थाहा छ कि दुर्गा प्रसादलाई त्यति बेला न हिँड्नु भएको भए नभाग्नु भएको उहाँ मर्नुहुन्थ्यो, उहाँलाई मार्ने योजना रहेछ भन्नेदेखि नि जसले पनि बुझेको छ यो कुरा तथ्य सत्य छानबिन गर्नुहोस्। होला सरकारले नगरे होला भिजिलेन्सले गरे कि होइन, विविध हुन सक्छ, राम्रो छानबिन गर्नुहोस्। होइन दुर्गा दाई चाहिँ भागेर चाहिँ कहाँ जानुभयो त? सबै जनतालाई बचाउँदै बचाउँदै प्रहरी भएन नि, घाइते कोही भएन नि। एउटा पत्रकार अनि एउटा तपाईँकै आन्दोलनमा आएको सहभागी भएका साथी पनि मर्नु भएको छ, त्यसलाई चाहिँ कसरी हेर्नु भएको छ? यो चाहिँ नि राम्रोसँग छानबिन गर्नुहोस्। दुर्गा प्रसाईबाट भएको होइन, दुर्गा प्रसाईको अभियानले गरेका होइनन्। राम्रोसँग छानबिन गर, न्याय सत्य तथ्य गर्नुपर्छ। जो मर्नुभयो नेपाली मर्नुभयो होइन, एउटा भाइ बाटो हिँड्ने मान्छे मर्नुभयो भने उहाँ नेपाली हो, अनि पत्रकार पनि बित्नुभयो भने उहाँ नेपाली नै बित्नुभयो। हामीलाई नेपालको माया छ, नेपालीको माया छ। नेपालीले न्याय पाउनुपर्छ, दुर्गा प्रसादले पनि न्याय पाउनुपर्छ, हाम्रा बन्दीहरूले पनि न्याय पाउनुपर्छ। अदालतमा आएको छ, अदालतले पक्कै पनि न्याय गर्ला नि त। हजुर हो, हामी त्यही आशमा बसेका छौँ। हजुर हामी ढुङ्गामुढा गरेर हिँडेका छैनौँ नि त। आज के यहाँबाट निकालेर घरैमा पुर्याएर जाने हो कि अब हामी जान्छौँ। अब तपाईँको चाहिँ दुर्गा प्रसाद यदि रिहाई भइसकेपछि तपाईँहरूको यहाँ पनि केही नारा जुलुस जस्तो केही गर्न चाहनुहुन्छ? खुसीयालीले हामीले अबिर जात्रा गर्छौँ, उहाँलाई अबिर लगाइदिन्छौँ। हामी स्वागत गरेर यो लगाइदिन्छौँ हामीलाई अदालतप्रति हामी जिन्दाबाद भन्छौँ, किन न्यायप्रति हामीले न्याय पाएपछि जिन्दाबाद भन्छौँ नै। पहिले नै थाहा पाएरै दोस्रो लासमा मात्रै बस्नु भएको छ तपाईँ? होइन हजुर, विश्वास छ नि त। विश्वास न्यायालय हो, न्याय पक्कै पाइन्छ, न्याय मरेको छैन भन्ने हामी आशा। सबैको हात हातमा दोस्रो लासमा मात्रै बस्नु भएको छ। सबैको हातमा ढाका लिएर अबिर लिएर बसेको छ हामी।